हेलो गाइज, तपाईँ देख्न सक्नुहुन्छ म एउटा नाङ्गो गाउँमा हिँडिरहेको छु। यो गाउँमा मान्छे अथाह बस्थ्यो। अहिले तपाईँ देख्न सक्नुहुन्छ जम्मै जङ्गलले भरिएको छ यो ठाउँ हैन। उता पार देख्न सक्नुहुन्छ यो बाँझो घर। अहिले यो ठाउँमा हामी जङ्गल बाहेक अरू केही देख्न सक्दैनौँ। कुनै बेला यो ठाउँमा मान्छेहरूको बसोबास थियो। उनीहरू यो खेती गर्थे, गाई बाख्रा पालन गर्थे, भैँसी पाल्थे। गाउँ एकदमै रमणीय थियो। अहिले देख्न सक्नुहुन्छ यहाँ चराचुरुङ्गी बाहेक अरू केही पनि देख्न सक्दैनौँ। र सँगै यतै माथि बाटो बन्दै गएको कारणले गर्दा जम्मै बाढी पहिरो आएको छ। अहिले गाउँमा बुढापाका बाहेक अन्य युवा पिँढीहरू हामी देख्न सक्दैनौँ। धेरै पहिले 8-10 वर्ष अगाडि यो एरियामा जम्मै दलन बालीहरू जस्तो तपाईँको मास, गहत, मसुरो आदि फल्ने गर्थ्यो भने अहिले चाहिँ यहाँ भुट बाहेक अरू केही पनि देख्न सकिँदैन। हामी केही पनि देख्न पाउँदैनौँ। म यसलाई एउटा नाउँ दिन मन लाग्यो हैन। मलाई एउटा नाम याद आयो। यो एउटा फिल्म पनि बनिसकेको छ यो नाउँमा। म यसलाई नाङ्गो गाउँको नाम दिन चाहन्छु। हेर्नुहोस्, यही माथि केही छिनमा म तपाईँलाई देखाउन गइरहेको छु यो गाउँमा के छ। कारण त मलाई डर पनि लागिरहेछ, कतै यो गाउँ अहिले बाघ र चितुवाको बस्ती त बनेको छैन पनि भन्ने पनि लागिरहेछ हैन। तर त्यस्तो नहोस् भन्ने पनि चाहन्छु। तर म यो जङ्गलमा जान सक्दिनँ, बाटो खोजिरहेको छु मैले। बाटो पाइरहेको छैन। जम्मै जङ्गलको एरिया छ यो। हेर्न सक्नुहुन्छ तपाईँहरू, बाघ गयो जस्तो देखिरहेको छु मैले। पक्कै पनि यसमा पुरै एरिया छ यो। यस्तो भिरालो एक्लै हिँडिरहेको छु म।